आज हामी यस्तो गाडीको कुरा गर्छौं जुन नेपालमा सबैभन्दा बढी बिक्ने गाडीमा पर्छ। BYD अट्टो 3 चीनको एक प्रसिद्ध इलेक्ट्रिक एसयुभी। यसको मुख्य विशेषताको कुरा गर्दाखेरि यसमा दुईवटा भेरिएन्ट छ। एडभान्स जसको ब्याट्री क्षमता 49 किलोवाटको रहेको छ र यसले दिने रेन्ज 345 किलोमिटर रहेको छ। पावरको कुरा गर्दाखेरि यसले 201 हर्स पावर जेनेरेट गर्छ। रहेको छ सुपेरियर भेरिएन्ट 60 किलोवाटको ब्याट्री 420 किलोमिटरको रेन्ज र 201 हर्स पावर जेनेरेट गर्छ। यो फ्रन्ट व्हील एसयुभी हो। यसले 0 देखि 100 को स्पिडमा लानलाई मात्र 7.3 सेकेन्ड र यसको टप स्पिड रहेको छ 260 किलोमिटर पर आवर। ब्याट्रीको कुरा गर्दाखेरि यसमा BYD ले आफ्नै ब्याट्री लगाएको छ। BYD ब्लेड ब्याट्री, लिथियम आइरन फस्फेट LFP ब्याट्री। DC फास्ट चार्जिङमा 30 देखि 80% चार्ज लानलाई मात्र 30 मिनेट लाग्छ भने AC चार्जिङमा 6 देखि 8 घण्टामा नर्मल चार्जरले फुल चार्ज हुन्छ। आगो यसको फिचर्सतिर। फिचर्सको कुरा गर्दाखेरि 15.6 इन्चको डिस्प्ले रहेको छ। पेनोरामिक सनरुफ, डिजिटल इन्फोटेनमेन्ट क्लस्टर, एडेप्टिभ क्रुज कन्ट्रोल, 5 स्टार सेफ्टी रेटिङ। एडेप्टिभ क्रुज कन्ट्रोल भनेको चाहिँ क्रुज कन्ट्रोल भन्दा अलि एडभान्स हो। रेडार क्यामेराको युज हुन्छ जसले अगाडिको अब्जेक्टलाई सेन्स गरेर स्पिड कन्ट्रोल गर्छ, जसले गर्दा एक्सिडेन्ट नहुन मद्दत गर्छ। अब्जेक्ट हटेपछि फेरि आफ्नो गति लिन्छ। भनौँ अब नेपालमा किन BYD गाडी लोकप्रिय छ? यसको ब्याट्री ब्याकअप र राम्रो ब्याट्री हेल्थले गर्दाखेरि। अर्को रहेको छ इलेक्ट्रिक भेहिकलको रिलायबल ब्रान्ड BYD रहेको। लो मेन्टेनेन्स कस्ट, नयाँ प्रविधि र आकर्षक डिजाइन।